इन्डियन एक्ट्रेसहरू आजभोलि इन्डियन एक्टरहरू भन्दा कुनै कुरामा पनि कमी छैन हैन। त्यही भएर इन्डियामा लिड एक्ट्रेस वाला मुभीहरू पनि अब धेरै आइरहेको छ, जसमा अब एक्ट्रेसकै लिड रोल हुन्छ हैन। अब फुल एक्सन मुभीमा पनि आजभोलि लिड एक्ट्रेसलाई नै राखेर मुभीहरू बनाउन अब थालिएको छ। धेरै मुभीहरू त्यस्तो बनेको छ हैन। त्यही भएर अब इन्डियामा चाहिँ एक्ट्रेसहरूले पनि भारी भरकम स्यालेरी लिने गरेको छ। एउटा मुभी खेले बापत अब एक्ट्रेसहरूले पनि भारी भरकम अब हाई चार्ज गर्छन् भनौँ न एक प्रकारले हैन। त्यसैले आज म इन्डियाको टप 10 एक्ट्रेसहरू जसले हाई चार्ज गर्छन्, हाई पेड एमाउन्ट लिन्छन् एउटा मुभी खेले बापत, ती एक्ट्रेसहरूको टप 10 लिस्ट लिएर आएको छु। साथीहरू, यो टप 10 लिस्ट मैले सुरु गर्नुभन्दा पहिले साथीहरूले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, ताकि यस्तै भिडियोहरू आउँदाखेरि सबैभन्दा पहिले तपाईँहरूलाई मिलोस् हैन। अब हाम्रो यो टप 10 हाई पेड एक्ट्रेसहरूको लिस्ट सुरु गरौँ। टप 10 मा परेका छन् साउथबाट त्रिशा र बलिउडबाट ऐश्वर्या राय बच्चन, जसले एउटा मुभी खेले बापत 10 करोड एमाउन्ट चार्ज गर्छन्। हो साथीहरू, साउथबाट त्रिशा र बलिउडबाट ऐश्वर्याले एउटा मुभी खेले बापत 10 करोड रुपियाँ लिने गर्छन् भने नम्बर 9 मा साउथका सामन्था र कृति सेननले पनि 10 करोड रुपियाँ नै चार्ज गर्छन्। त्यस्तै नम्बर 8 मा अनुष्का शर्मा र साउथका नयनतारा परेका छन्। अनुष्का शर्मा र नयनताराले एउटा मुभी खेले बापत 12 करोड रुपियाँ चार्ज गर्छन् भने नम्बर 7 मा करिना कपुर र विद्या बालन परेका छन्। करिना कपुर र विद्या बालनले एउटा मुभी खेले बापत 15 करोड रुपियाँ चार्ज गर्छन् भने नम्बर 6 मा श्रद्धा कपुर परेका छन्, जसले पनि 15 करोड रुपियाँ नै चार्ज गर्छन्। तैपनि अब करिना कपुर, विद्या बालन र श्रद्धा कपुरले 15 करोड रुपियाँ चार्ज गरे तापनि अब करिना कपुर र विद्या बालनलाई नम्बर 7 मा राखिएको छ भने श्रद्धा कपुरलाई नम्बर 6 मा राखेका छन्, जबकि तिनीहरू सबैले 15 करोड रुपियाँ नै चार्ज गर्छन्। त्यस्तै नम्बर 5 मा आलिया भट्ट परेका छन्, जसले 18 करोड रुपियाँ चार्ज गर्छन् एउटा मुभी खेले बापत। आलिया भट्टले 18 करोड रुपियाँ चार्ज गर्ने रहेछ। त्यस्तै नम्बर 4 मा कट्रिना कैफले एउटा मुभी खेले बापत 23 करोड रुपियाँ चार्ज गर्छन्। त्यस्तै नम्बर 3 मा कङ्गना रानावतले एउटा मुभी खेले बापत 27 करोड रुपियाँ चार्ज गर्छन्। नम्बर 2 मा परेका छन् दीपिका पाडुकोन, जसले एउटा मुभी खेले बापत 30 करोड रुपियाँ चार्ज गर्छन् भने नम्बर 1 मा पर्न सफल भएका छन् नायिका प्रियङ्का कार्की। हो साथीहरू, प्रियङ्का कार्की भन्नु पुगेछ। प्रियङ्का चोपडाले 35 करोड चार्ज गरेर नम्बर 1 मा परेका छन्। प्रियङ्का चोपडा इन्डियन एक्ट्रेसहरूमा नम्बर 1 मा परेका छन् हाई पेड चार्ज गर्नेहरूमा। तपाईँहरूले सोचेको अनुसार यो लिस्टमा पर्न सफल भएका छन् कि छैनन् त्यो पनि जानकारी दिनुहोला र भिडियोलाई लाइक सब्सक्राइब गर्न नबिर्सिनुहोला। थ्याङ्क यू।